नमस्ते। म रामजी प्रसाद तिमल्सिना। मैले यो गुणरत्न माला एउटा किताबको चाहिँ नि तेस्रो पाठ चाहिँ नि हजुरहरू समक्ष मैले पठाइसकेकै छु। अब अहिले मैले यसलाई चाहिँ चौथो पाठमा चाहिँ सुरु गर्न गइरहेको छु। यो अस्ति तेस्रो पाठमा चाहिँ नि मैले नाना कोटी असर फिलिकन कतै कस्तै ठुनौँ तापनि एकै नै छिनमा फलाभरि पनि यो आयु पाइन्न नि। यस्तो हाई अमूल्य आयु कसरी सारा वृथै गयो भने योभन्दा अति हानि हो जगतमा अरू के हुने भनेर त्यो सम्मको चाहिँ नि मैले तेस्रो पाठमा चाहिँ हजुरहरूलाई पठाइसकेको छु। अब कतिपयले हेर्नुभयो होला, हेर्नु भएन होला, हेर्नु होला। सबैलाई हेर्नु होला। योलाई चाहिँ नि रेकर्ड गरेर अर्को मोबाइलमा रेकर्ड गरेर तपाईँले यो राख्नुभयो भने पनि मजाले सुत्दाखेरिमा खोलेर सुत्नु भने आनन्दसित निन्द्रा आउँछ है। यो एउटा औषधि पनि हो, निन्द्राको पनि औषधि हो। आनन्द। अरू तर्कना किन सुन्ने, अरू तर्कनाहरू किन त्यसैलाई खोल्ने, मजाले सुत्ने, निन्द्रा आउँछ। यो पनि हुन्छ है, यो पनि एउटा औषधि हो। अब यहाँ के चाहिँ भनिएको छ भने आत्मा बिना देह रहन्न नरको यो देह छिन्नै हुँदा गइगोलो पशु देहमै यति भने सर्वस्वकै भो बिदा। आफ्नो देह सम्हाल्न छैन पशुको सामर्थ्य रत्ती भर गर्ला के परमार्थ साधन हरे रोला सधैँ धर धर। पशुहरूका क्लेश हात घोडा हात्ती उठ गोरु र गधा राँगाहरू जानवर भारीले थिचिएर भोकर तिर्सा खप्दै रुँदै धर धर। जाडो घाम झरी बतास रहिलो धुला र बालु बिच घस्रन्छन् दिन रात मार पिटदै बोल्ने न सामर्थ छ। शरीरको स्वरूप हड्डीका टुक्रा रसाई रसले जोर्नी नसाले कसी मासुले उही माथि लिप्सी लिप्सी मासी बोसो र मासी घसी। यस्तैमा गिदी रक्त ब्रिय छिटियो त्यही श्रास हो देह यो चाट्लान काग कुकुरले भनी उही छाला मरेको छ यो के यो देह चोखो हो। आँखा कान नाकबाट मुखबा लिङ्गा गुदाबाट बा चिप्रा काने गुजी सिगान कपबा बिस्तार मुतरादिबा। झर्दा बाहिर खुब मान्दछ घृणा चौपट्टै चोखो पनि केले हो यस देहभित्र भनी यो सोच्दैन कहिल्यै पनि। बाटामा तोइ हाडको छ टुकुरो सोधे खदैमा पनि टाढैबाट हटेर जान्छ त्यसले त्यो छोइएला कि भनी। आफ्नै देह सम्पूर्ण हड्डीहरूले हरदम ढाकिएको जानी जानी पनि अजान सरी भई यो बुद्धि लाटिएको। शरीरको स्वरूप आँखा कान र नाकबाट मुखबा लिङ्गा गुदाबाट बा चिप्रा काने गुजी सिगान कपबा बिस्तार मुतरादिबा। झर्दा बाहिर खुब मान्दछ घृणा चौपट्ट चोखो पनि के होला यस देहभित्र भनी यो सोच्दैन कहिले पनि। बाटामा विष्टा मूत्र गिदी र लादी रस रजले भित्री चकम चुर छ गोडाका नङदेखि केश तक नै दुर्गन्ध भरपुर छ। बस्छन् बाहिरी चन्दनादि अगरु कपुर बा अत्तर
भिर्छन् कोट घडी छडी र पगडी बन्छन् सफा सुगर जो स्वाभाविक दोष देहभरि छन् भित्रै तथा बाहिरी ती सारा कन राख्दछन् जतनले छोपेर चारैतिर स्वाभाविक बाहिरी नक्कली तानेर केही गुण ठुलो मभनी गचक्क परनी ती मूर्ख बा सज्जन आफै भन्नुहोस् है औजो घाउ शरीरमा यदि कहीँ धोएन तिनै दिन स्याउ स्याउ किरा अनेक मसिजा गिजबिजौ बुझन छन् निस्केला उसबाट गन्ध सडिलो नाकै उजाडी दिने यस्तो हाई कपल्ल देह कति हो यो लोकमा थामिने शरीरको क्षणिकता अस्ति विषतले उचा महलमा त्यो पुष्प सैयामा नाना भोग मजा उडाई सुतने यही देह लौ वहाँ अहिले हेर उही शरीर चिता माथि सुतेको परा आगो दन्दन दन्कियो गरिसके गोडा अनि पाखुरा जो सिंह सानामा शुभसित हुँदा देखेर सारा जन मान्थे हेरिरहँ भनेर सधैँ आँखै नचिमिलिकन अहिले देह उही छ काला बलले फैमा पसारा हुँदा चिम्लिन्छन् दुई नेत्र हेर्न नसकी त्यही देहको दुर्दशा हेर जीवात्माको भेद यस्तो नाश हुने महामहिमा निसारको देह यो नाना कर्म सम्हाल्न सक्छ उसको सत्ता हुनाले अहो उस्ता सत्य अनन्त शुद्ध परात्मालाई बिर्सिकन व्यर्थै नोसर देहलाई महम भन्दै बटारिन छन् देहमा ममता गर्नु व्यर्थै हो है आत्मा सत अति चित्त स्वरूप र परम आनन्द रूपी कहाँ मासु हाड रक्तले बनिएको यो देह मुडो कहाँ यस्तो देह र जीवमा फरक जो जानेर शर्माउला त्यो ज्ञानी किन देहमाथि महमुको बुद्धि गर्ला भला शरीर के हो त हिजोको त्यही गोलो विषय मलको जल जल हिलो विधाताको टेवा मिली ठडिन गो देह झरिलो सुसारा के गर्नु किन तिन गुजार्नु पुतलियो विधाताको नाता वही टुनी गयो त ढली गयो विषय विचार पत्नी मिली भोली भाली युवती कहीँ काली पनि भने नराम्री भई पत्नी भनी हृदयमा चोट रहने मिली गइलौ राम्री चटक मटके तै पनि भने अरूले पो आफ्ना बस गरिलिनन् कि भनी डर हुने झरिली झड्कली हरिणी नयन चन्द्र बदना सदा राम्रीतिर नजर दिन्छन् सबजना कमारा भिखारीहरू अरू ती दौतर पनि रसिला लुप्दैला नजर गरी हेर्छन् अनि पनि उस्तै दिन्छन् पुरुष तरुणीतिर नजर उता उस्तै नारी पनि मन भटार्दछन् वरपर निजी लोग्ने भन्दा तरुण बलियो सुन्दर नर मिलेमा गर्दा हुनन् कति कति मनैका रहर सुरूपा नारीका पतिहरू यिनै झन्झट परी दुबुलै सधैँ दुबुलै हुन्छन् मन मन कडिन्छन् घरिघरि अनेकौँ कौवाका कपट बीचको मासु टुकुरा लिएको कौवा झै मुखरती पनि छैन बिचरा बिरङ्गे गल्याङ्ग्री जडमती हुनाले पनि कतै
हुकुम नागी लागि अरूतिर भने जिद्दी बनिँदै त्यस्तै भो शङ्का परपुरुषको केही गरी भने उति शत्रु भइ गई सुख युवतीमा खोइ र मिलने छैन। रत्ति सुख छैन है, रत्ति सुख छ। आनन्दको भन्दा आनन्द लिनुभन्दा अरू सुख छैन। विषयतिरको जम्मै यही हो, विषय केन्द्रहरू जम्मै नै हुन्। शङ्का गऱ्यो भने लङ्का डढ्छ, शङ्खैले विश्वासमा विश्व चल्छ। पुत्र रत्ति छैन पुत्रको गति पनि यो वेदको बोली हो। पुत्रेष्टिहरू यज्ञ गर्न उसले उत्साह पो गरिदियो। लोकै छैन कुनै पुत्रहरूको यो सम्झनु व्यर्थ छ। हेरौँ लौ कुन लोक खातिर यहाँ भो पुत्र आवश्यक। दिन्छन् मुक्ति भनौँ भने जति यहाँ छन् पुत्रवाला जन। सारा मुक्त हुनन् त फेरि कसरी संसार होला भन। पुत्रले यदि मुक्ति मिल्दछ भने टन्टा हजारौँ किन। पर्थो गर्न अनाथ महात्मा यिनको छुट्याउने साधना। पाउनन् यदि लोक पुत्र नहुँदा भन्छौ भने हेर न। आए ती कसरी यहाँ कतिजना अहिले अपुत्रै छन्। औरै लोक छ पुत्रबाट मिलने भन्छौ भने यो भन। नाना यज्ञ र तीर्थमा ती व्यर्थै बनिए किन। गर्छन् बिहल भई मनोवचनले सन्तानको चिन्तन। जन्मन्छन् जब पुत्र त्यही बखतमा माता पितामा हरे। रोगी हुन्छ कि नानी मर्छ कि भनी चिन्ता गहिरा परे। हेर विषय रूपी त्यन्द्रो, यता पनि पिर्छ उता पनि पिर्छ, हरेकतिर पिरै पिरिले चाहिँ नि यो विषय रूपी त्यन्द्रो गुज्रनुपर्छ। बाँचे तापनि शीलवान र मतिवान ज्ञानी भए तानिको। के जान्नु तर बानी लिन्छ कि कतै निच्चा र ज्ञानीको। भङ्जा पटमूर्थ वा पतित वा क्रोधित हुन्छ छुचो हुन्छ वा। चुक्ली खोर कि चोर जार अथवा जुवाडी भइजान्छ वा। जन्मन्छन् कहीँ पुत्रता शिवरे अत्यन्त निच्चा पनि। चाँडै बाबु मरोस् र मालिक बनौँ सम्पत्तिको मै भनी। हेर हेर आमा बाबु र दाजुभाइ सबको हत्या पनि गर्दछ। खेदै खेदछ पुत्रबाट शिव खेदै हुँदै मर्दछ। धुन्धकारी जस्तो पुत्र भयो भने के गर्ने। धुन्धकारी जस्तो पुत्र भयो भने के गर्ने। यो धुन्धकारीले दुष्ट चाला माता पितालाई गराई हाला। घरको लोहोटा पनि एक नछोडी दिन्थ्यो बेस्या कन प्रेम जोडी। त्यस्तो पुत्र भएर काम लाग्यो त। त्यो किताब हेर्नुभएकालाई यो सबै कुरा थाहा छ। पछिबाट पाठबाट म पनि अलिअलि बुझाउँला भन्ने अहिले सुरुवात चाहिँ यसबाट गर्दैछु। इच्छा माफीका शीलवान र गुरुमान सुरासी पालु भला। जन्मन्छन् कहीँ कोही अवसर कसैका कोखबाट साँचिला। यस्ता पुत्र पनि भए यदि कहीँ रोगी कि अल्पायुवा। निसन्तान भए भने पनि सधैँ खेदै हुने हो। जे गरे पनि सुख छैन। छोराबाट यो सौख्य सद्गति भनी भन्नु कसोरी अब। निसन्तान मनुष्य गई नरकमै पर्दैन कसोरी सब। तसबाट तर्क वितर्क युक्तिहरूले विद्वान जसो भन्दछन्। उस्तै भक्ति सुकर्म साधी मतिवान संसार पार तर्दछन्। नातापछि पिता माता मामा दिदी बहिनी भाइ र भतिजा। फुपू सानीमा जति जति छन् नाताहरू निजा। बडुवा बाटाका मिली छन् भरिएका सँगमा। बसी छुट्टिए झैँ अलिक दिनका छन् जगतमा।
गरे आफ्नो एक दिन मात्रै हो, थोरै 2 दिनको जिन्दगी। अब एक दिन गइ, एक दिन बितिगयो, अब एक दिन बाँकी, त्यो पनि कहिले हो भन्न सकिँदैन। विधाता भइदाता धन र जनले पूर्ण रहँदा, सधैँ खनखाँचामा मद्दत धनले गर्न सकिँदा, खनखाँचामा गर्न सकिँदा है। अनेकौँ जुट्ने छन् हितमित हुँदै भक्त बनिँदै, चलाउन सक्यो भने भक्त बनिँदै, विपदमा साराती परपर हुनन् दुश्मन हुँदै। हेर हेर अर्ती बुद्धि दिएकोले दिन्नौ खान्थे पिउँथे घर पनि बसाते जब तक, हा हा हु हु जिउ जिउ हो हो भनी भनी झुमिन्थे तब तक। सबैजना आउँथे क्या, छन्जेल बाँडन्जेल दिन्जेल सबैजना आउँथे। दिन छोडेपछि दिएपछि झन् हेरिदिने होइन। बसार्दामा एकै दुई कति एकै छाक परिनन्, ओसार्दामा एकै दुई यति एकै छाक बिरिनन्, उतिमाथि निन्दा गरी गरी रिसाएर घुम्नन्। एक छाक भएर भने, मैले भने नि एक छाक भएर भने अनिखेरि ती 29 दिन खुवाएको एक छाक केही तलमाथि पऱ्यो भने अनिखेरि उनीहरू रिसाले घुम्न थाले। धन्यवाद। सधैँ भर्दा भर्दै पनि नभरिने पेट छ सँगै, यस्तैका निम्तिमा धन बटुलने चित्त हुन गई। कति काँडा डाँडा बनर पहरा र टापु कुदिने, कतै कानुन कौडी पनि नमिल्दा हिस्सा परने। मिली जाला धेरै धन त पनि आराम लिनु ता, उस्तै पत्नी छोरा अरू अघि सरेकै छन् यता। उता चोरी डाकासित र अधिकारीसित डर, व्यर्थै गर्छन् तस्मात धनतिर पनि उद्यम नर। परुन मुद्दा मामला विपद भनी ढुक्ने त कति छन्, कस्तै नागो कानुन कि भनी ढुँडेका कति छन्। खुँडा खन्ती भाला भिरी भिरी घुमेका कति छन्, धनै भो भन्दैमा पनि सुख कहाँ छ र के छन्। सुना चाँदी हिरा मणि गहना र रत्न र मणि, विमान म्याना घोडा रथ गज र जहाज तरणी। निजा पर्दा अन्याय यदि कहीँ भई पाप ठहरे, मजा अहिले थोरै छ तर दुःख दुष्पार छ पहिले भरे। नघेरुन बैरीले मकन रणमा हार्नु नपरोस्, यता सेना मन्त्री तनयतिर षड्यन्त्र नहो। कुनै हत्यारा मतियार विषबो शस्त्र नपरुन्, यिनै हरदम चिन्तन बिच डुबेका निरपति छन्। बैरीले छोदाबा कहीँ बिचमा हार पो हुन्छ कि बा, आफ्नै भाइ भतिजाहरू मिलिकन षड्यन्त्र पो रच्छन् बा। खाने पिउने कुरामा विषमिसी कि दिनन् शास्त्र पो छोड्छन् बा। यस्तै शङ्का र सुर्ता छन् यदि मनमा शोक खोजौँ बाका। विष मिसा दुर्योधनले भीष्मलाई विष खुवाएर चाहिँ पानीमा हालिदिएन, यही होइन? दुर्योधनले भीष्मलाई मनको दुर्गति, कृष्ण लबस तरी पिचा चिनीमा फसेर, यो चित्त आज छ पिचास समान छ धेर। हाँस्दै छ लाग्छ रुन फेरि दगुरु छ दूर, कहिले खुसी छ छिनमा रिसले छ चुर। अहिले छ शान्त तर दुष्ट बनिन्छ चट्ट, गर्दैछ गाली छिनमै तुति गरिछ झट्ट। कहिले आरिस गरी रिसले भनेर, आफै मलाई पनि गर्छ गजक्क हेर। यी क्रोध लोभ मद मत्सर मोह दम्ब, यही चित्तकै वरिपरि सब भई झुरुम्ब। धेरै कुकुर जुटी मासु लुछे समान, तान्छन् अनेकतिरबाट गरी हैरान। तस्मात विचार गहिरो गर बार बार, वैराग्यतिर मनभित्र लगी घुसार। यो चित्तका पछि नलाय गर टेरिन छोड, यस्तै गरे मनमा सब वृत्ति तोडा। विषय पन्साउने उपाय है।
यो विषयको त्याम्रो जो छ नि त्याम्रो त्यो पन्छौनलाई त्यो पन्छौन उपाय पानीका लहरी यिनै विषय हुन संसारको सागर नाउ यही नरदेय छ यसमा जीवात्मा यात्रा चर अन्धाधुन्दा बढेर कर्म हुरीले हुत्याएर चारैतिर नाउ ढल्पदैछ जोरसितले बग्दैछ उल्टैतिर नौ छन् इन्द्रिय नाम छिद्र यसमा माझी निजै जीव छ साह्रै अल्छी छ त साह्रै अल्छी छ ती पुवाल नथुनी हरदम खुलै राख्दछ नौवटै छिडबाट पानी भरिँदा नाउ जसै डुब्दछ के संसार समुद्रका भुभरीमा आत्मा उदै झर्दछ नडुब्ने उपाय थुन्नु इन्द्रिय छिद्र यी विषयका थोपा हटुन बाहिर नौका झट्ट हलौ भएर सजिलै पार्नेछ पारीतिर पानी थुनेपछि त गइगयो सारा इन्द्रिय रोकी आफ्ना बसमा जो राख्छ सो तर्दछ तेस्रो छैन उपाय केही गरी केही कहीँ गई यही मुख्य कर्तव्य छ इन्द्रिय बस गर्ने उपाय पनि जम्मै बताएको छ कि अतिर बुद्धिको त खानी एउटै इन्द्रियका पनि बस परि प्राणै फसेका छन् सारा इन्द्रिय तृप्त गर्न सुरिने के पाउन उम्कन जम्मै इन्द्रियलाई छाडा गरिदियो भने त्यो उम्किन पाउँछ त पाउँदैन उम्किँदैन फस्छ त माछो पर्दछ मासुको रस लिँदा मल्लाका जालमा पर्दैछन् सुखलो बले नरहरू त्यही कालका नेलमा आधा दिएछ सर्पले निलिएको त्यो भ्याकु तै पनि झिङ्गा निल्दछ सासले खिची खिची आनन्द भोगाउँ भनी त्यस्तै मृत्यु छ सामुमा तर पनि मानिस अन्दासरी नाना भोग विलासमै विषयमा चुडुब छन् हर गरे आँखाले गर तीर्थको र हरिको सशास्त्रको दर्शन फोस्रा चिज अनेक हेरिकन आँखा बिगार्छौ किन हेर्ने मात्र छ केही काम उसले सप्राण है आखिर आँखाले हेर्ने मात्रै हो त्यसले केही गर्दैन व्यर्थै पाप बटुली के छ र सके यो चित्त राखतिर चोखो भइसुन कानले हरि कथा निन्दा नसुन्ने गर चुक्री खोर नपाल बात उनको सुन्दै नसुन्ने गर निन्दाले न त गर्छ शत्रु नसके केही लाभ आफू नै हुने व्यर्थै हो किन कान दूषित गरौँ पापिष्ट भइजाकिने जिब्राले पढ्वेद शास्त्र र सधैँ नै बोल नारायण बोल्छौ व्यर्थ परापवाद र झुटो गाली र निन्दा किन अर्काको यसले नहानी छ कतै आफू न केही पाउला जिब्रो पारी अशुद्ध पाप बिरुवा रोपेर के पाउला अहिले इन्द्रियका र यी विषयका सम्भोग या भोगमा जो आनन्द रहन्छ सो छेडिक हो सिद्धिन्छ तत्कालमा दिगो हुँदैन है चाँडै सकिन्छ यो संयोग छुटी वियोग हुन गई जो दुःख उभुजन छन् ती जन्मैभरि छातीभित्र मुटुका काँडा घुसारिन छन् गहिरो राख विचार हेर यिनमा के छोड्ने के हो लिने पक्का लाभ थियो ठहर कुनमा के हो सधैँ चाहिने
थोरै नै सुख छोडिँदा हुँदी उता नासिन्छ सारा दुःख थोरै दुःख बरु सहेर मतिबार लिन्छन् अनेकौँ सुख हेर्नुहोस् त जम्मै अतिर उपदेशले भरिएको मन रोक्ने उपाय रहेन पानी बुलबुल उम्रदैछ शिखरमा बग्दो छ हरदम उदाय हाली फाल समुद्रभित्र डुब्यो नुनिलो उदाय त्यो पानी उही जामिएर नबगे दोस्रो महासागर आफै नै बनिने थियो जगतमा मिठो बडा आदर यस्तै यो मनबाहिर यी विषयमा कहिल्यै नडुब्दो छँदो भित्रै मात्र जमेर आदि विभुजमा लीला विचार्दो छँदो रति अन्त्य नताकिक मत कसी बिर्सेर संसार यो वस्तु हो त अवश्य यो मन निजै आत्मा बनिने थियो जस्तै कुप नदी तलाउ छरा छागाहरूको जला वर्षामा धमिलो रहन्छ मिसिँदा धेरै धमिला भला फेरि ग्रीष्म हुँदा सुकेर भलती बाँकी रहेको जला कस्तो हुन्छ पवित्र शीतल मिठो सङ्लो भलो टलटला यस्तै यो मनमा यिनै विषयका दुर्वासना मिसिँदा हुन्छन् प्रीति तप गुणी बिरसिला पापी विषयला सदा तातो खुबर वासना खुब सुकुन वैराग्यका तापले होला सत्वगुणी यही मन यहाँ खाली हुँदा पापले त्यो पाप हट्यो भने त अरू सबै आएर अरू चिज आएर भरिहाल्यो नि यो पाऊँ म भने कुनै विषयमा राखेर इच्छा थिर ब्रह्मण्यलाई लि मन यो दौडन्छ तारैतिर ब्रह्माण्ड इन्द्रिय आफ्नो बात च्याप्रको नमिलदा चिच्याउँदै धाउँछ आफ्नै सम्पत्ति नासिदा सरी सदा अत्यन्त सुर्ताउँछ अप्ठ्यारा परा नदी र छरा गाउँ पुरी जङ्गल नाग्दै लडबडिँदै दग्रो छ मन यो हरदम हुँदै व्याकुल पाएन भने जति कुरा पिएर साक्षात विष माते चाहिँ गरी लाग्छ गर्न बबु र झर्काएर झन्कारिस तुम्बा खुब हलो हुँदा जति सुकै पानी मनी बेसरी ठेले तापनि फेरि झट्ट उपरै उत्रन्छ उसितै गरे उस्तै यो मन यत्नले जति सुकै भित्रै धकेले पनि झट्टै बाहिर निस्कियो विषयमा घुस्रन्छ लुबुदो पनि अहिले बा अघि जन्ममा जति राम्रा नराम्रा किबा जो कर्म मनुष्यले गरिसके जानी नजानी किबा अहिले ती सब कर्मबाट मिलने जो योग हुन आखिर खोजी केही नगरे पनि अघि हुन्छन् निजै हाजिर भेडो जै मन यो बडो घिडो भेडी घसन मन परे बाटो छोडी जताततै बिरातिरै झाकिनी छ घर गरे धर्खर गरी यो छाडा पशु रोकिँदैन सहजै मजबुत र मुरो बिना ब्रह्माले यस निम्ति नै रचिदिए वैराग्य भन्ने टुना यो टेढो मन घिडघिडो पशु सरी हरदम कुबाटातिर पन्जा खोरी धगुर छ एक थलामा
कहिल्यै हुँदैन थिरा ब्रह्माले गलकाष्ठ भविष्यनु भयो वैराग्य यही लाएका झुन्याउ बलियो भनेर झुन्याउ बलियो गरेर यसमा ठट्टै गलामा तब लौ त साथीहरू अब अहिले चौथो पाठ चाहिँ नि चौथो चाहिँ नि पाठ यहीँबाट चाहिँ बन्द गरौँ साथीहरू कतै टुटफुट भएका गल्ती केहीमा भएका सबैले सुधारेर हेरिदिनु होला सुनिदिनु होला पढिदिनु होला र अब यो के अरे लाइक कमेन्ट सब्सक्राइब यी के हुन् हजुरहरूले दिन अब म त अब कोही जान्नेले दिनुपर्ने हुन्छ होला नजान्नेलाई त मोबाइल थिच्न पनि अब आउँदैन र मोबाइल खोलेर चट्ट हेरेर नभए सोधेर खोजेर भए पनि दिइदिनु होला अब यो चाहिँ नि यो पुरस्कार गइसक्यो हेरौँ न कति के आउँदैछ कति नम्बर आउँदैछ कति हेर्दा रहेछन् कतिजनाले हेर्दा छन् कतिजनालाई यो मन पर्दो रहेछ होइन यो पनि यसो विचार गरौँ न भनेर मैले यो चाहिँ नि हजुरको यो प्रचार सबैमा जाओस् सबैले बुझुन् सबैले सिकुन् होइन अब हामीले मात्र हेरेर पनि भएन हेर्नेले मात्र हेरेर भएन नहेरेलाई पनि यो होस् भन्ने खातिर मैले यो चाहिँ गरेँ हजुर यसमा सब्सक्राइब यताउति आशीर्वाद दिनुहुन्छ होला भन्ने आशा राख्दै अहिलेलाई बिदा चाहन्छु जय होस्।